选好了，让那司机也跟着过来，让他在这儿看东西，然后你俩跟我到门口去等人。हेलो नमस्ते सुबहलाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। अनि म चाहिँ अहिले यहाँ मदिना जायद पब्लिक गार्डन पार्कमा छु होइन। अनि आज चाहिँ यता केही इभेन्ट छ अरे रातितिर, तर के छ मलाई थाहा छैन। त्यसको लागि थोरैकै के गर्नुपर्ने भएको। अनि यहाँ चाहिँ यो लगाइसकेका छौँ होइन। त्यहाँबाट आउँदैछ दुईजना चाइनिज बस, यो यताको चाहिँ सुपरभाइजर पाकिस्तानी अनि मोबाइलले। अनि यहाँ चाहिँ हामी अघि नै आएको, अनि उता गेटबाट आउँदा उति गर्दा आएको छु। यो पार्क चाहिँ यस्तो दामी लाग्यो मलाई होइन, फर्स्ट टाइम आएको। यो पार्क एकदम दामी छ क्या, हेर्नु पुरा किल्ला होइन। अनि यताबाट नि पुरै त्यहाँ त झन् त्यो वाटरिङ हुँदैछ, देख्नुभयो नि दामी छ क्या। अनि त्यहाँ अहिले चाहिँ अब नमाजको टाइम भयो नि त, 4 बज्दैछ। नमाजको टाइम भएर त्यहाँ नमाज पढिरहेको छ। तर यो चाहिँ अलिक फोहोरै छ होइन। हेर्नु पुरा गार्डन दामी छ। म चाहिँ अब आफ्नो कल्चर ड्रेसमा आएको, कस्तो देखिरहेको छ भन्नु होला होइन, दामी देखेन होला। त्यही अब पसिना छ, गर्मी धेरै छ यहाँ चाहिँ। मलाई चाहिँ त्यो हेर्नलाई के भन्छ जिम्मेवारी दिएको छ। अहिले पछि त्यहाँ गेटमा गएर के पो गर्नुपर्छ भन्दै थियो। दुईजना चाहिँ कहाँ पो गएको थियो मलाई छोडेर। अनि भ्लग चाहिँ आउँछ अब बिस्तारै राम्रो। तर जुन ठाउँमा म छु त्यो ठाउँमा भ्लग बनाउनलाई अलिकति च्याउ लाग्दो ठाउँ छ, त्यही भएर म भ्लग बनाउँदिनँ। यदि त्यो ठाउँमा भ्लग बनायो भने तपाईँहरूले देख्न सक्नुहुन्छ मान्छे कस्तो ठाउँमा पनि बसेर कसरी काम गर्दो रहेछ भनेर। काम त्यस्तो नराम्रो केही त्यस्तो के छ के तपाईँहरूलाई सब पछि भन्नु डिटेलमा। म आएको चाहिँ साथीहरू भिडियो नहालेको त 6-7 महिना जति भइसक्यो। अनि म यता आएको चाहिँ भर्खरै 1 महिना बढी हुँदैछ। के गर्नु आउनुपर्छ ल, हेर्न सक्नुहुन्छ यो गार्डनहरू सबै। अहिले पछि भयो भने म अलि यताउतितिर गएर पनि तपाईँहरूलाई देखाउँछु। देऊ क्या दामी ठाउँ छ कि हेर्नु, मजा आउँछ। गाह्रो छ गर्मी छ, के गर्नु होइन। पुरा के भन्छ अरे हावा चलिरहेछ गुरुङ बुलायो उधर। के गर्नु यहाँ त हिन्दीमा बढी बोल्नुपर्छ, गाह्रो छ। अझ झन् के गर्नु चाइनिज भाषा बोल्छ, हामीले केही बुझ्दैन। इङ्ग्लिस बोल्न आउँदैन चाइनिजलाई, हामीलाई चाइनिज भाषा बोल्न आउँदैन। के गर्नु गाह्रो छ नि। ढोङस्योङ हुङहाङ स्याङलिङ पङच्योङ पर्ला हुला गर्छ नि हामीले ओके गर्ने त्यति हो। अनि ट्रान्सलेट गर्ने त्यो मोबाइलमा त्यो भोइस गरेर अनि त्यसो सुन्ने, अनि ओके यो लो गर्ने त्यति हामीलाई केही छैन अर्को त। अनि पानी दिइरहेछ। अब चाहिँ आउँदैछ अरे मान्छेहरू। यो ठाउँमा चाहिँ राति पार्टी हुन्छ अरे, म्युजिक सिस्टम पुरा डेन्जर हुन्छ अरे होइन। पुरा पानी दिइरहेछ मस्त। यहाँ चाहिँ अलिक भिजा नै छ। यता हिँड्न मिल्दैन कि मिल्दैन थाहा छैन, मिल्छ होला होइन। त्यहाँ बाल भने जस्तो होइन, यो हिँड्न मिल्छ होला। त्यही भएर त सेक्युरिटीले पनि केही नभने मलाई मिल्छ, किन नमिल्ने होइन। तर अब चाहिँ अलिक फोहोर हुने जस्तो लाग्यो। तर यो साइड हिँड्छु। अहिले चाहिँ 4 बज्यो। जस्ट ठिक छ ठाउँ। हात दुखिरहेको छ धेरै बजी जस्तो म हेर्छ मात्रै होइन। अनि यहाँ चाहिँ 4 दिन राति इभेन्ट हुन्छ अरे भन्थ्यो। के हो 1% पैसा छैन। मैले यहाँ आएर के गर्नुपर्ने पनि मलाई थाहा छैन। त्यो एउटा एक्चुअली बिहान चाहिँ समात्नुपर्छ त्यो थाहा छ। त्यसपछि के गर्ने के नगर्ने मलाई केही पनि थाहा छैन क्या। यस्तो के भन्छ अरे केही थाहा नदिनु आएर बसिरहेको छु। फास्ट आऊ अरे, चलो भैया फास्ट आऊ। खोकी लागिरहेछ मेरो आवाज त नि अर्कै भएको छ। के भन्छ अरे 2 हप्ताभन्दा बढी मेरो आवाज सुक्यो, घाँटी दुखेर। त्यही भएर म तपाईँलाई पछि भन्छु। यो खेल अगाडि क्या दामी छ।
यो ब्यानर छ भन्नु लगायो त्यो एउटा फोटो खिच्छु म यहाँ बसेर यहाँ चाहिँ हेर्नु हल्का त्यो राम्रो ठाउँ क्या छट्ट लाग्छ है हामी आएको गाडी चाहिँ यही हो हाइलक्स भन्छ होला हाइलक्स लक गरेर रहेछ यो गाडी त नेपालमा हुँदा त हो क्या खतरा जस्तो लाग्थ्यो यहाँ त्यस्तो गेडै लाग्यो मलाई त किन नभए त धेरै जस्तो चल्ने गाडी यही हो नि त अनि त्यही भएर जस्तो लाग्दो रहेछ यहाँबाट चाहिँ त्यो अलि हिँडेको वाला भिडियोमा मजाले देख्छ होला है चट यस्तरी चाइनिज पाकिस्तानी चाइनिजहरू उता गयो त्यहाँबाट राउन्ड हानेर आउँछ म चाहिँ त्यहाँ त्यो अघि राखेको ठाउँ जान्छु पाखेहरू सबजना बसी काम गर्नेहरू वक अन्त रहेछ यत्रो घुमेर खाँदै अब चाहिँ त्यहाँ गएर बस्नु पऱ्यो म दाजु चाहिँ पछाडिबाट आउँदैछ एकजना थियो चाइनिज पाउँछ अनि पाकिस्तानी एकजना आउँछ त्योमा यहाँ यता साइडमा मसँग 4जना 3जना चाहिँ पाकिस्तानी बोल्छ केही बुझ्ने होइन यताहरूको चाइनिज सब चाइनिजमा बोल्छ केही बुझ्ने होइन म एक्लोटी म चाहिँ मन पनि आफै एक्लै बोलेर बसिरहेको यहाँ उसबाट जाउँ न है के भन्छ अरे यहाँ पुल छ त्यहाँ अगाडि त्यही पुलबाट जाउँ आउँदैछ अब झारीहरू पछाडि म चाहिँ गएर एक बोतल पानी सट्टै खाइहाल्छु हात गर्नु थाल्यो त्यहाँ अगाडि एकचोटि त्यो यो कम्प्युटरमा थियो फोटोसोटो खिच्यो के बोल्यो त्यहाँ चाहिँ त्यो ड्राइभर दाइ बसिरहेको छ अनि म त्यहाँ गएपछि अब त्यो दाइ चाहिँ उता जान्छ त्यो दाइको डेन्टल जानुपर्ने रहेछ एकचोटि त्यो दाइ डेन्टल जान्छ होइन फुल चाहिँ दामी छ के भने पानी माछा हुनुपर्ने कि अलिक माछा भयो दामी भइदियो गर्मीमा अलिकति गलिन्छ ओ हिँड्ने बित्तिकै हम हाँ उधर से उधर चला के ले गए ये लोग सब पाया वो लोग उधर से आ रहे हैं आप चले जाओ अभी हम 3 उधर से आए हाँ हम उधर बीच से आए आप चले जाओ अझै जाँदैछौँ हामी सक्यो strong